ल नमस्ते फेरि पनि म आइगएँ हजुरहरूका बिच। आज चाहिँ म फेरि अर्ग्यानिक चिज देखाउँछु है तपाईँहरूलाई। तपाईँहरूले गेस गर्नु होला यो चाहिँ के रहेछ भनेर नै। यो हाम्रो नेपालबाटै पठाइदिएको छ होइन, अर्ग्यानिक साग। यो फापरको साग हो गाइज। यो फापरको साग धेरै मिठो छ। यो चाहिँ हाम्रो कहाँबाट आएको बुढी? तेरो माइतीघरबाट हो? ए यो चाहिँ मेरो ससुरालीबाट पठाइदिएको रहेछ होइन। अनि आज खाने मौका मिल्यो, आज बनाएर चट्टै यस्तो गाउँघरमा पनि पहिले धेरै खान्थेँ क्या म यसलाई। अब एउटा अर्को चिज खान मन छ मलाई, लिङ्गडाको साग। लिङ्गडो, त्यो लिङ्गडो ल्याइदियो भने धेरै खुसी हुन्थ्यो। के गर्ने यार, अब त्यो लिङ्गडाको साग हुन त अहिले यो जेठ वैशाखको महिनामा चाहिँ बढी हुन्छ प्रायः जसो होइन हो। जेठ वैशाखको महिनामै प्रायः जसो बढी हुन्छ। हुन त जेठ वैशाखै त हो त। हजुर, कोही आउने भयो भने त्यो ल्याइदिएर आउनु होला है, मेरो आफन्तहरू चट्टै, या कोही आयो भने पठाइदिनु होला। फेरि म तपाईँलाई लिङ्गडाको साग पनि देखाउने छु। ल गाइस, पटक्कै